दर्शकबिन यतिखेर हामीले यो भिडियो उठाइरहेका छौँ काठमाडौँबाट र आमा हुनुहुन्छ उहाँको 42 वर्षीय छोरा हराएको जानकारी गराउनु भएको छ। यदि इन्डियाबाट सम्पर्क गर्नुभयो भने हामीलाई व्हाट्सएपमा डाइरेक्ट जोइन गर्न सक्नुहुनेछ। व्हाट्सएप नम्बर पनि हामीले उसमा स्क्रिनमा राखेका छौँ। यो सहयोग गरिदिनु हुन हामी हार्दिक अपिल गर्न चाहन्छौँ। अरू के भन्नुहुन्छ तपाईँ छोरालाई? अब नेपालमै आऊ भन्ने सर भेट्यो भने पनि यतिखेर दुःखद खबरका साथ फेरि पनि आएको छु। हाम्रो साथमा हुनुहुन्छ वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेजी हुनुहुन्छ, उता आमा हुनुहुन्छ। उहाँको छोरा हराएको खबर छ। यहाँहरूलाई स्वागत हुन्छ। नमस्ते। धन्यवाद। नमस्ते नमस्ते। तपाईँको छोरा हराएको भन्नु भएन? हजुर। कति दिन भयो आज? आज 15 दिन भयो सर। 15 दिन। हजुर। उहाँको डिटेलको फर्म के छ यसो बताइदिनुहोस्। उहाँ चाहिँ भीमबहादुर तामाङजी हुनुहुन्छ, काभ्रे जिल्ला मण्डन देउपुरी 1 डाँडा गाउँको निवासी हुनुहुन्छ भने उहाँ चाहिँ रोजगारीको क्रममा आफ्नै भाइले बोलाएर उहाँ चाहिँ यो केरला हिँडेको भनेको इन्डियाको केरला इन्डियाको भारतको त्यहाँ भाइ आफ्नो भाइ भइसकेपछि यतै केही गरौँला, गुजारा गरौँला, 2-4 पैसा कमाउँला, तपाईँ आउनुहोस् भनेर भाइले बोलाए पश्चात उहाँ चाहिँ जानुभयो र एकजना साथीसँग पनि जानुभएको। सँगै जाने क्रममा उहाँलाई चाहिँ यो के भन्छ चेन्नई, भारतको चेन्नई पुगिसकेपछि साथीसँग छुट्यो। त्यहाँ ट्रेनमा छुटेछ। उहाँको अहिलेसम्मको हामीले बुझेको चाहिँ यो हो, उहाँसँग सम्पर्क हुन सकेको छैन र उहाँलाई करिब आज 15 दिन 16 दिन भयो उहाँ चाहिँ सम्पर्कविहीन भएको र गन्तव्यमा उहाँ पुग्नु भएन। तर सँगै जाने साथी चाहिँ पुगे। यो चाहिँ अलिकति अनौठो के, सँगै जाने साथी चाहिँ पुग्यो र ऊ चाहिँ किन पुगेन, कसरी छुट्यो भनेर उहाँलाई हामीले पटक पटक सम्पर्क गर्न खोज्दाखेरि सम्पर्क भएन उहाँ पनि। तर फोन लाग्छ, फोन उठ्दैन। अघि मात्रै भर्खर मैले फोन गरेँ। जो मान्छेको नाम थियो के अरे दुर्जन पुन मगर, सँगै गएको नेपालबाट चाहिँ, र उहाँ त्यहाँ छुट्यो, त्यहाँ पुगेन भनिसकेपछि भाइ त आइपुगेन, दाइ चाहिँ आइपुगेन भनेर उहाँका जो उसमा इन्डियामा बसेको छोराले फोन गरिसके पश्चात उहाँलाई जानकारी भयो। उहाँ चाहिँ हृदय कराउँदै चिच्याउँदै मेरो छोरो हराए, कहाँ गयो त अब भनेर खोन तलासको लागि भनेर उहाँहरू वैदेशिक रोजगार उद्धार नेपालमा आउनुभयो। त्यसको लागि हामीले धेरै कोसिस गर्दैछौँ। एम्बेसीदेखि लिएर त्यहाँका नागरिकहरूसँग पनि कोअर्डिनेसनहरू गर्दैछौँ। तपाईँको यो मिडियाबाट पनि उहाँलाई खोनतलास गर्ने, विशेष गरेर भारत भूमिमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू, नेपाली राजदूतावासलाई चाहिँ यो चाहिँ आग्रह र अनुरोध गर्दै यो छिट्टो सकुशल उहाँलाई भेटाउनको लागि भनेर हामी एकदमै लागिरहेछ। यता आमा आइरहनु भएको छ। आमाले पनि आफ्नो वास्तविक कुराहरू भन्नुहुन्छ। अहिलेसम्म हाम्रो खोनताल्चेको क्रममा एकदमै जारी छ। विभिन्न सामाजिक सङ्घ संस्थादेखि लिएर नागरिक समाजलाई समेत हामीले अनुरोध गरेका छौँ। त्यसमा मलाई लाग्छ केही दिनपछि भेट्ने भनेर हामीले आशा गरेका छौँ। यो पशुपतिको देश हो, यो बुद्धको देश हो। भगवान्ले उहाँलाई सफल गरोस्, उहाँको सकुशल भेट्न हामीलाई एउटा शक्ति मिलोस् भन्ने कुरो चाहिँ हामीसँग रहेको छ। हजुरको नाम चाहिँ के हो? मेरो ठुलीमाया तामाङ हो सर। गाउँ चाहिँ कहाँ हजुरको? मण्डन देउपुर, वडा नम्बर 1, नगरपालिका डाँडा गाउँ। भनेको कुन ठाउँ पर्यो यो? बलबाटी, काभ्रे जिल्ला। हजुर, काभ्रे। छोरा कति वर्षको हुनुहुन्छ खास? 42 वर्ष। हजुर। पहिला पनि जाँदै आउँदै गर्नुभयो हो? छैन, कहिले पनि पहिला पनि गएको छैन। फर्स्ट यही ट्याम हो। यही ट्याममा। कति गते हिँड्नु भएको नेपालबाट? 12 गते। 12 गते। हजुर। आज कति दिन भयो? 15 दिन जति भयो। हजुर। यो बिचमा फोन सम्वाद त्यस्तो केही भएन, तर उहाँसँगै तपाईँको छोरासँग गएको अर्को एकजना हुनुहुन्थ्यो नि, उहाँ चाहिँ पुग्यो भन्ने खबर उहाँले भन्दै गर्दा यो कसरी सम्भव भयो त? बिचमा उहाँहरू बिचमा छुटेको हो कि के भयो? त्यही केही म चाहिँ निदाएछ, त्यो दाइ चाहिँ म निदाउने बेलामा छुटेछ भनेर भनेको रे सर छोरालाई। त्यहाँ हजुर, उहाँले फेसबुकहरू सामाजिक सञ्जालहरू चलाउनु हुँदैन थियो त्यो छोराले? त्यसले केही पनि, त्यसको उसमा गोजीमा मोबाइल पनि छैन, पैसा पनि छैन। त्यसको पैसा पनि उसैलाई पुगेको रे, भाइलाई
त्यो निदाउनेसँग हजुर। साथी जहाँ कि दुर्जन पुन मगरसँग हजुर सबै कुरा उहाँको लत्ता कपडा सबै उहाँसँग पुग्यो तर मान्छे बिचैमा हरायो बिचैमा हरायो कस्तो अनौठो छ यो कसरी खोज्ने होला कसले सहयोग गर्छ होला हाम्रो नेपाली दाजुभाइ त बचाउनुपर्छ हामीले खोज्नुपर्छ योभन्दा अगाडि पनि इन्डियाबाट हामीले धेरै सहयोग गरेका थियौँ होइन अब दुबई हिँडेको मान्छे त्यहाँ पनि इन्डियामै छोडिदिएको कारणले भेटाएको थियो यहाँको साथीहरूले सहयोग पनि गरेका थियो अहिले पनि त्यसै क्रममा चाहिँ भेट्न सकिन्छ भन्ने एउटा आशावादी अब हजुरको श्रीमान चाहिँ कहाँ हुनुहुन्छ घरमै हुनुहुन्छ घरमै हुनुहुन्छ के गर्नुहुन्छ उहाँले घरमै घरको काम गर्ने उहाँले के भनिराख्नु भएको छ यतिखेर छोरा हराए छोरा हरायो अब म जानु पाएन हामी दुईजना मात्रै घरमा छ अनि म जानु पाएन तिमी जाऊ भनेर पठाएको मलाई कतिजना बच्चाहरू तपाईँको मेरो 4 जना छोरा 4 जना छोरा मध्ये 1 जना चाहिँ त्यहाँ अहिले हराउनु भएको छ सम्पर्कविहीन हुनुभएको छ अरू 3 जना कहाँ हुनुहुन्छ 3 जना एकजना यतैतिर नेपालमै छ एकजना उसमा छ एकजना उसमा माल्टामा छ माल्टा भन्ने देश माल्टा भन्ने देशमा कतै उता जान्छु भनेर यतै नेपालमा बसेर काम त गरिराख्नु भएको छैन मनमा त्यस्तो लाग्दैन तपाईँलाई छोराले पहिला यहीँ गरेको हो होटेलमा पहिला चाहिँ के गर्नुहुन्थ्यो होटेलमा होटेलमा मोमो पसलमा काम गर्छ कुन ठाउँमा मोमो पसल यो उसमा सानेपामा काम गरेको रे हजुर हजुर अनि त्यहाँ अर्को साउले होटेल लिएको रे अनि त्यो भुइँमा टायल छापेको रे अनि 1 हप्तासम्म काम हुँदैन बाबु भनेको रे अनि त्यही भएर अब यसमा यसो भयो जस्तो लाग्छ मलाई आफ्नै भाइ इन्डियामा भएको र इन्डियामा भइसकेपछि दाइलाई पनि बोलाउँ भनेर विशेष गरेर त्यो चाहिँ बुझ्दै हाम्रो त्यो छ आफ्नो भाइले बोलाएपछि दाइ जानुभयो आउनुहोस् दाइ दुःख सुख यहीँ कमाउला 2-4 पैसा कमाउला भनेर आमा बाउलाई सल्लाह गरेर जानुभएको देखिन्छ तर कसरी त्यो ठाउँमा पुगेर हरायो भन्ने कुरोले चाहिँ अनौठो भयो कसरी छुट्यो अब फेरि एउटा कुरो सँगै जाने साथीसँग उसको मोबाइलदेखि पैसादेखि लत्ता कपडा जे छ त्यो साथीले त उहाँ पुग्यो उहाँको भाइ कान्छो होइन छोरो उहाँ बसेको बोलाएको उहाँ बसेको साइलो हजुर यो हराएको चाहिँ माइलो साइलोले बोलायो माइलो गयो र माइलो बिचैमा हरायो के गर्नु उहाँ विवाहित हुनुहुन्छ कि के छ उहाँको बिहे गरिसकेको हो छोराको तपाईँको हराएको छोराको छोरी 12 पढिसक्यो ए 12 अनि त्यो छोरी र बुहारीलाई मैले बोलाउँदाखेरि खोइ मेरो फुर्सद छैन भन्छ कहिले फोनै उठाउँदैन बुहारीले किन त्यस्तो पनि हुन्छ खोइ त आफ्नो श्रीमान हरायो भने त त्यो सबभन्दा बाबुआमालाई हुने त स्वाभाविक हो तर श्रीमतीलाई झन् बडा पीडा हुनु पर्यो नि त हुनु पर्ने त्यत्रो बच्चा भएको ठिकै छ त्यो त उहाँहरूको अर्को पाटो होला हामी खोज्नेतिर मात्रै जाउँ होइन यदि यो भिडियो तपाईँको छोराले काहीँ कुनै माध्यमबाट अथवा काहीँ कसैकोबाट हेर्नु भएको छ भने के भन्नुहुन्छ छोरालाई कहिलेकाहीँ पर्छ क्या त्यस्तो छोराले उता हेरिरहेको हुन्छ काम गरिरहेको हुन्छ तर मोबाइल नभएको कारणले गर्दा भोलिका दिनमा कमाएपछि किन्छु भनेर पनि काम गरिरहेको अवस्था पनि हामीले पहिला भेटेका छौँ क्या त्यसरी यदि तपाईँको छोराले यो भिडियो हेर्नु भएको छ भने के भन्नुहुन्छ तपाईँ छोरालाई के भन्नुहुन्छ छोरालाई मैले तिमी हरायो अनि मैले यस्तो गर्यो भन्ने होइन छोरालाई कसरी ल्याउनुहुन्छ त अब के भन्नुहुन्छ छोराले हेरिरहेछ भने तपाईँ आऊ भन्नु पर्यो नि सर अब छोरालाई नेपालमा अब माया लाग्छ यदि आमाले यो बोलिरहेको तपाईँ हामी दुईजनाले बोलिरहेको अवस्थामा तपाईँको छोराले देख्यो र कसैले सुनायो भने तपाईँ तुरुन्त परिवारजनसँग सम्पर्क गर्नु पर्यो आमालाई सम्पर्क गर्नु बाउलाई सम्पर्क श्रीमतीलाई सम्पर्क गर्नु पर्यो र भेट्ने कुनै कसैले हामी फोटो राख्छौँ कुनै कसैले भेटेको अवस्थामा उहाँलाई नजिकको प्रहरी चौकीमा अथवा नेपाली राजदूतावासमा खबर गरेर सहयोग गर्नको निमित्त हामीले आग्रह गर्ने निवेदन गर्ने दर्शकबिन यतिखेर हामीले यो भिडियो उठाइरहेका छौँ काठमाडौँबाट र आमा हुनुहुन्छ उहाँको 42 वर्षीय छोरा हराएको जानकारी गराउनु भएको छ यतिखेर भने हामी विशेष गरी आज यसै विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौँ 42 वर्षीय छोरा चाहिँ केरला जानुभएको तर बिचमा चेन्नईमा ओर्लिएर हराएको भन्ने कुरा छ हामीले फोटो पनि राखिदिएका छौँ भने स्क्रिनमा हामीले नम्बर पनि राखेका छौँ यदि इन्डियाबाट सम्पर्क गर्नुभयो भने हामीलाई व्हाट्सएपमा डाइरेक्ट जोइन गर्न सक्नुहुनेछ व्हाट्सएप नम्बर पनि हामीले उसमा स्क्रिनमा राखेका छौँ यो सहयोग गरिदिनु हुन हामी हार्दिक अपिल गर्न चाहन्छौँ अरू के भन्नुहुन्छ तपाईँ छोरालाई
अब नेपालमै आऊ भन्ने सर केटी भने नेपालमै हजुर घर फर्की नेपालमै आऊ भन्ने